ईश्वरी भुजेल नेपाल आर्मी सुबेदार अफिसरको हत्यारा नेपाली ब्रो भनेर सोसल मिडिया युट्युब, टिकटक, फेसबुक र इन्स्टाग्राम लगायतमा सुन्न सकिन्छ। यो एकदम मार्मिक घटना जहाँ गोर्खाको गाउँ शहीद लखन गाउँपालिका 9 लामजुङमा जन्मेका हुन्। उनी सानैदेखि मेहनतमा विश्वास गर्ने र उच्च महत्त्वाकांक्षी भएको थिए। नेपाली समाजमा पुरुषको दबदबा रहेको बेला धेरै परिवारले आर्मीमा जान कमै मात्रामा सहयोग गर्छ। पुरुषहरूको मात्र सहभागिता लिने पेसा भए तापनि उनी आफ्नो भविष्य नेपाल आर्मीमै बनाउँछु भनेर निरन्तर पढाइ र सँगसँगै अगाडि बढे। नेपाल आर्मीमा जागिर खान प्रारम्भिक स्वास्थ्य र शारीरिक परीक्षा जसमा उचाइ 5 फिट, तौल 40 केजी र साथै आँखाको दृष्टि स्पष्ट 6x6 हुनुपर्छ। शरीरमा कुनै चोटपटक र शरीरमा कुनै खोट हुनु हुँदैन। प्रारम्भिक स्वास्थ्य र शारीरिक परीक्षामा पास भइसकेपछि शारीरिक तन्दुरुस्त परीक्षामा प्रवेश गरिन्छ, जहाँ 2 मिनेटभित्र न्यूनतम 10 देखि 12 पटक सिटअप र 8 देखि 10 पटक पुसअप गर्नुपर्छ र 300 मिटर छोटो दौड 65 सेकेन्डमा पुरा हुनुपर्छ र 2 माइल लामो दौड 19 मिनेटभित्र पुरा हुनुपर्छ र पुरा भइसकेपछि होरिजेन्टल बार ह्याङ परीक्षा गरिन्छ। त्यसपछि शारीरिक तन्दुरुस्त परीक्षा पास भइसकेपछि लिखित परीक्षाको हलमा प्रवेश पाउँछ, जसमा आइक्यू र जीके हुन्छ। त्यसपछि नेपाली, इङ्ग्लिस र म्याथमेटिकको एक्जाम हुन्छ। यस लिखित परीक्षामा पास भइसकेपछि सैनिक अस्पताल लगेर विस्तृत स्वास्थ्य परीक्षा गरिन्छ, जसमा रगत, पिसाब, छातीको एक्सरे, पेटको भिडियो एक्सरे र एचआइभी जस्ता परीक्षण गरिन्छ। यस परीक्षामा पास भइसकेपछि बोर्ड अन्तर्वार्तामा उभिन्छ, जहाँ आफ्नो आत्मविश्वास देखाउँदै अन्तिम छनौट भएर गर्वका साथ नेपाली आर्मी बन्न सफल हुन्छ। यही एक्जाम पास भएर ईश्वरी भुजेल पनि नेपाल आर्मीमा प्रवेश गरेका थिए। आजभन्दा झन्डै 15-16 वर्ष अगाडि ईश्वरी प्राविधिकतर्फ र कुमार थापा मगर सामान्य सैनिक थिए। उनीहरू एउटै सङ्गठन, एउटै कार्यक्षेत्र भएकोले उनीहरूको ब्यारेकबाटै भेटघाट र चिन्जान हुन थाल्छ। उनीहरूको प्रेम बसिसकेपछि करिब 15 वर्ष अघि 2011मा उनीहरूको प्रेम विवाह हुन्छ। विवाह भइसकेपछि उनीहरू काठमाडौँ नगरपालिका 6 पन्यौटारमा आफ्नै घर बनाएर बस्न थाले। ईश्वरी आफ्नो मेहनतले सेनामा बढुवा हुँदै प्राविधिक सुबेदारको पद हासिल गरे र आफ्नो जागिरलाई निरन्तरता दिइरहिन्। बिहेको केही वर्षपछि कुमार थापा मगरले आफ्नो आर्मीको जागिर छोडे, किनकि उनलाई बडी बिल्डर र रेस्लिङमा निकै रुचि थियो। कुमारले आफ्नो जागिर छोडेपछि जिम जान र रेस्लिङ खेल्न थाले। टिकटक र युट्युबको जमाना आइसकेपछि उनले नेपाली ब्रोको नामबाट भिडियो बनाउन सुरु गरे र सोसल मिडियामा निकै भाइरल पनि भयो र त्यहीँबाट कुमार थापा मगरको घमण्ड सुरु हुन्छ। कुमारलाई क्यामेराको अगाडि हजारौँ मान्छेले नेपाली ब्रो खतरा छ भन्दा उनको दिमागमा घमण्ड चल्छ। बाहिरमा मान्छेको ताली र तारिफले गर्दा उनलाई घरको श्रीमती र छोराको वास्ता लाग्न छाड्छन्। सोसल मिडियामा उनले विभिन्न चरित्र देखाउन थालेका थिए। कहिले कुन युवतीसँग त कहिले कुन युवतीसँग देख्थे, जसले गर्दाखेरि घरमा झै झगडा हुनु स्वाभाविक नै हो। ईश्वरी भुजेललाई चारैतिरको टेन्सन भइरहन्थ्यो। कहिले छोराछोरीको, कहिले घरको, कहिले कामको र कहिले श्रीमानतिरको टेन्सनको समस्या भोगिरहेको थियो। धेरै दिनरात भोगिसकेपछि अन्त उनले एक दिन घरछेउमै रहेको बालाजु पुलिस बिटमा कुमारले मदिरा सेवन गरेर कुटपिट गर्ने, गाली गलौज गर्ने र मानसिक तनाव दिइरहेको भन्दै घरेलु हिंसा र सुरक्षाको उजुरी दिएकी थिइन्। बालाजु प्रहरीले ईश्वरीको उजुरीपछि दुवै पक्ष श्रीमान र श्रीमतीलाई प्रहरी कार्यालयमा बोलाएर छलफल गराएको थियो। प्रहरीले उनीहरूलाई सम्झाइ बुझाइ गरेर मिलेर बस्न भन्दै कागजी मिलापत्र समेत गरेर फर्काएको थियो। प्रहरीको छलफल भए पनि कुमारको व्यवहार नसुध्रिएपछि ईश्वरीले बालाजु प्रहरीको रिपोर्ट अनुसार नै काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करनी र
सम्म त विच्छेदको मुद्दा दर्ता गराउन पुगे। अदालतमा मुद्दा जारी नै थियो। एक दिन जेठ 22 गते 10:10 ड्युटीबाट फर्किँदै थिए। केही बेरपछि छिमेकीहरूले घर छेउमै ईश्वरीलाई खुनले लतपत भएको देखेर प्रहरीलाई फोन गरे। प्रहरी आइसकेपछि प्रहरी र स्थानीय छिमेकीहरूले अस्पताल लगे। अस्पताल लगिसकेपछि डाक्टरले उनलाई मृत घोषणा गरिदिए। ईश्वरीको डेथ भइसकेपछि उनको माइतीपट्टिले कुमारमाथि शङ्का लागेर प्रहरीमा उजुरी दिए। प्रहरीले पनि त्यसलाई नै आधार मानेर सस्पेक्टलाई कस्टडीमा लियो र त्यहाँबाट छानबिन गर्न थाले। ईश्वरीको मृत्यु भइसकेपछि उनको माइतीपट्टिको परिवारले उजुरी दिए कि यो एक्लैले गर्न सक्दैन, यसमा अरू को संलग्न छ तिनीहरूलाई पनि कारबाही हुनुपर्छ। यही सस्पेक्टको आधारमा प्रहरीले अरू को संलग्न हुन सक्छ, यही अनुसार यो मुद्दा अगाडि बढाए र यही अनुसार 3 जना पक्राउ परे। पक्राउ परेको 3 जनाको बयान लियो। अन्त 3 जना पक्राउ परेको व्यक्ति पूजन थापा छेत्री, विक्रम थापा मगर र प्रतीक्षा आचार्य हुन्। केही दिनपछि थप मुद्दा अगाडि बढे। हत्या गरेको व्यक्ति कुमार थापा मगर सोसल मिडियामा नेपाली ब्रो अर्थात् ईश्वरी भुजेलको श्रीमानले अन्त मैले नै यो हत्या गरेको हो भन्दै स्वीकारे। अब मुख्य खेल यहीँबाट सुरु हुन्छ। परिवार पक्षले यो चाहिँ षड्यन्त्रपूर्ण घटना हो र यही अनुसार माग गरिरहेको छ भने हत्याराले यो गल्तीमा भएको भनेर सजायमा सहज हुन सक्छ भनेर मुद्दामा पेश गरिरहेको छ। अब मुद्दा त फैसला भयो, तर यहाँ परिवार 2 छोराका आमा गुम्यो र उसको परिवारको छोरी गुम्यो।